नमस्कार साथीहरू। आज हामी चाहिँ कुलदेवताको पूजाका लागि चाहिँ पहाड गाउँ जाँदैछौँ। हाम्रो गाउँ चाहिँ सुन्दर बजार नगरपालिका अन्तर्गत पर्छ र खहरे हो। र हाम्रो चाहिँ उभौली उधौलीमा कुलदेवताको पूजा हुन्छ, विशेष गरी चण्डी पूर्णिमामा। र हामी चाहिँ चण्डी पूर्णिमाका लागि चाहिँ सपरिवार गाउँ जाँदैछौँ र कान्छो भाइ बुहारीहरू पनि आउँदैछन्। हाम्रो फेरि हामी जाँदै चाहिँ घरमा जाँदैनौँ, बुवा मम्मी भठाउँमा चाहिँ जाँदैनौँ। आज हाम्रो बसाइ चाहिँ फेरि यता माइलो भाइकोमा अनि बुहारीकोमा हुन्छ। किन भन्दा घरबाट चाहिँ हामीले कुनै प्रकृतिको यो पूजाको सामग्रीहरू तयारी गरेर निकाल्न मिल्दैन। हाम्रो ठुलो बा बित्नु भएको थियो होइन, अनि त्यो कारणले गर्दाखेरि हामीलाई चाहिँ घरभित्रबाट फुल प्रसाद आदि निकाल्न चाहिँ अनुमति छैन। हामी चाहिँ यता भाइको घरमा माइलो भाइ बुहारीकोमा बस्छौँ अनि त्यहीँबाट नुहाइधुवाइ गरेर पूजापाठका लागि तयारी गरेर चाहिँ जान्छौँ। अब हामी 2 बजेको गाडी छ। छोरालाई पनि भर्खर स्कुलबाट लिएर आएँ, छोरीलाई पनि लिएर आएँ। छोराछोरी पनि एकदम खुसी छन्, म पनि खुसी छु। कुलदेवताको पूजा सम्भव भएसम्म, नेपाल भएसम्म होइन, एनी टाइम चाहिँ पूजामा उपस्थित हुनुपर्छ। अन्य चिजले छेकथुन नभएको खण्डमा भन्ने चाहिँ हाम्रो मान्यता हो होइन, मेरो आफ्नो मान्यता पनि त्यही हो। र हामीले अहिलेसम्म चाहिँ गइ नै राखेका छौँ। पहिला म विदेश छँदाखेरि छुटे पनि नेपाल छँदाखेरिको कन्टेस्टमा चाहिँ म प्रत्येक साल उपस्थित भएको छु। र कतिपय अवस्थामा चाहिँ तपाईँको पूजा गर्न चाहिँ पाइँदैन फेरि। किन भन्दा यदि आफ्नो जीवनसाथी लाई पिरियड भएको खण्डमा होइन, जस्तो मेरो जीवनसाथीलाई पिरियड भएको खण्डमा चाहिँ मैले पूजा गर्न पाउँदिनँ हो। यस्तो परिस्थितिले चाहिँ कहिलेकाहीँ पूजा गर्न पाइँदैन होइन। नत्र सम्भव भएसम्म बाबाले अनुमति दिएसम्म होइन। अनि त्यसपछि आफ्नो कुल खानदानका दाजुभाइ दिदीबहिनीहरू, विशेष गरी दाजुभाइहरू जो टाढा टाढाबाट आउनुहुन्छ, उहाँहरू पूजा गरी तयारी सहित आइरहनु भएको रहेछ। यदि भने वर्षैपिछे पूजा गरेको मान्छेले चाहिँ उहाँहरूलाई पूजा गरेर चाहिँ स्थान छोडिदिनुपर्छ होइन। अब धेरै दाजुभाइहरू धेरै ठाउँमा हुनुहुन्छ हाम्रो है। म कश्यप गोत्रीय अधिकारी हो। कश्यप गोत्रीय अधिकारी धेरै ठाउँमा हुनुहुन्छ। फेरि हाम्रो आफ्नै चाहिँ कुलवंश परम्पराका ठुलोबाहरू होइन, ठुलोबाका छोराहरू धेरै टाढा टाढा हुनुहुन्छ। जस्तो मेरो अङ्कल आन्टी हुनुहुन्छ यहीँ शारदानगरमा हुनुहुन्छ होइन। अब अहिले यसपालि मेरो बाले पनि पूजा गर्न नमिल्ने अनि सँगसँगै अङ्कलले पनि पूजा गर्न नमिल्ने भएको कारणले गर्दा अङ्कल आन्टी अहिले यसपालि छोड्दै हुनुहुन्छ, जानुहुन्न उहाँ होइन। अब मेरो बाले पूजा गर्न हुँदैन, त्यो कारणले गर्दा मैले चाहिँ अहिले पूजा गर्न हुन्छ। म चाहिँ पूजा गर्ने तयारीका साथ जाँदैछु। हाम्रो कुलदेवताको पूजामा चाहिँ तपाईँको धामी काम्ने गर्ने हुँदैन। हाम्रो कुल परम्परामा चाहिँ कुल अचल कुल हुन् होइन। अनि त्यस पछाडि चाहिँ तपाईँको हाम्रो चाहिँ कोरी पूजा हुन्छ र कश्यप गोत्रीय खिर्चिनी अधिकारी भनेर भन्छन् फेरि हामीलाई चाहिँ। हाम्रो वंश परम्परा चाहिँ त्यसरी चलिआएको छ। र फेरि म चाहिँ अहिले चितवन बस्छु। चितवनमा देवघाटमा पनि कश्यप गोत्रीयहरूको कुल पूजा त्यहाँ पनि हुने गर्छ है। हाम्रो कुलदेवताको पूजामा मूर्तिमा पूजा हुँदैन, हाम्रो चाहिँ तपाईँको पट्टल पूजा हुन्छ है। र मन्दिर चाहिँ छ, मन्दिरभित्र पट्टल बनाएर पूजा गर्ने परम्परा छ हाम्रो। पहिला चाहिँ के थियो त भन्दा गाईको गोठमा पट्टल बनाएर पूजा गर्ने, पट्टलमाथि पूजा गर्ने, अर्थात् पट्टल बनाएर भन्नाले रेखी हालेर त्यो चाहिँ रेखीमा पूजा गर्ने परम्परा हुन्छ होइन, छ हाम्रो चाहिँ। अब अहिले चाहिँ गाईको गोठ त हरायो होइन, तर गाईको गोठ हराए पनि हाम्रो चाहिँ मन्दिर चाहिँ बनाएको छ, सामान्य मन्दिर बनाएको छ। अब त्यो मन्दिर चाहिँ निर्माण गर्ने होइन, त्यसलाई फरक ढङ्गबाट चाहिँ निर्माण गर्ने भन्ने सरसल्लाह पनि भइरहेछ होइन। अब पोहोर पनि सल्लाह भएको थियो, अहिले यसपालि पनि केही सल्लाह भइरहेछ भन्ने कुरो सुनेको छु। सायद त्यहाँ चाहिँ नि सरसल्लाह पनि हुन्छ होला होइन। अब के कस्तो हुन्छ होइन, त्यहाँको कुल पूजाको परिदृश्य कस्तो रहन्छ। अनि त्यसपछि हामी सबैजना फेरि हाम्रो चाहिँ सपरिवार भेटघाट हुने भनेको चाहिँ कि दसैँमा भेट हुन्छौँ कि चाहिँ कुल पूजामा भेट हुन्छौँ। त्यसैले हाम्रो लागि चाहिँ यो कुल पूजाको महोत्सव जुन छ नि, कुल पूजा चाहिँ हाम्रो लागि दसैँ जस्तै चाहिँ चाडपर्व पनि हो होइन। त्यो कारणले गर्दा हामी चाहिँ अब जाने तयारी गर्दैछौँ। छोराछोरी पनि कपडा लाउँदैछन्, म त अब यत्तिकै तयार भइसकेको छु, म यत्तिकै जाने हो होइन। अब केटी तयार हुन्छन् अनि त्यसपछि हामी निक्लिने तयारी गर्छौँ है। र तपाईँको जाने क्रममा र उहाँ गइसकिसकेको अवस्थामा तपाईँलाई देखाउने नै छु हैन। कुल पूजाको दृश्य परिदृश्यहरू पनि देखाउने छु र परम्परा कसरी चाहिँ पूजाआजा गरिन्छ
भन्ने कुरा पनि मैले सम्भव भएसम्म देखाउनेछु। कतिपय कुराहरू अग्रजहरूले भनेको पनि हामीले मान्नुपर्छ। जस्तो कतिपय कुराहरू यो कि नखिच यो हाल्नुहुँदैन भन्नुभयो भने हामीले त्यसलाई चाहिँ मैले चाहिँ तपाईँहरूको बिचमा प्रस्तुत गर्दिनँ, तर अग्रजहरूले हुन्छ हाल भन्ने कुरा भयो भने मैले तपाईँहरूको बिचमा पनि प्रस्तुत गरिदिन्छु, जसले गर्दा विभिन्न जस्तो हाम्रो कुल पूजाको परम्परा तपाईँको भन्दा केही फरक पो छ कि त्यो पनि जान्ने बुझ्ने अवसर पाउन सकिन्छ होइन। ठिक छ, हामी तयारी गर्दैछौँ, अब हेरौँ है। अब हामी एकछिनमा निक्लिन्छौँ। हाम्रो सान्वी पनि अब जानलाई तयार भएर चाहिँ आइसकेकी छन्, छोरी पनि तयार भएर चाहिँ आइछन्। अब कस्तो लाग्छ छोरी तिमीलाई गाउँ जाने भन्दा? अब हामी चाहिँ जाने तयारी गऱ्यौँ होइन। गाडी यहीँ लिन आउँछ भन्थ्यो, तर चाहिँ गाडी आउनु नपाउने भयो अरे। छोरो यता बसिरह होइन। अब उता श्रीमती चाहिँ उता छिन्, मेरी श्रीमती, मेरी प्यारी, अनि छोरी यहाँ छन्। अब चाहिँ हामी जाने तयारी गरियो होइन। तर गाडी घरै आउँछु भन्थ्यो होइन। अब सामान हाल्न जानुपर्ने भयो, दाइ म आउन नपाउने भएँ भनेर भन्दै थिए गुरुले होइन। अनि त्यो भएर चाहिँ अब हामी यहाँबाट जान्छौँ 24 कोटी होइन। 24 कोटी जान्छौँ, अनि त्यसपछि 24 कोटीबाट चाहिँ गाडी चढेर हामी घर जान्छौँ। छोरी तिम्रो चाहिँ दाँत कस्तो भयो देखाइदेऊ चाहिँ। हाम्रो छोरीको चाहिँ दाँत फुत्किए होइन। तै पनि छोरी खुसी छन् दाँत फुत्किए पनि होइन। छोरी ठुली भइछौ है तिमी त के छोरी? तिमी यताउता घुम्ने बेलामा चाहिँ ठुलो मान्छे हुन्छौ, पढ्ने लेख्ने बेला चाहिँ सानो हुन्छौ नि होइन। यति बाटी छन् हाम्रो छोरी। अब हामी चाहिँ निक्लियौँ है। अब चाहिँ हामी चाहिँ निक्लियौँ, अब गाडी चढ्छौँ, अनि त्यसपछि 24 कोटी जान्छ। यहाँ कान्छी बुहारी, यहाँ माइली बुहारी, यहाँ घरकी जेठी बुहारी, उहाँ छोरी, यहाँ छोरो टोपरी लाउन सिक्ने काम भइरह यिनीहरूको। कुलदेवताको पूजामा, भोलि कुलदेवताको पूजा, त्यसकै लागि हो यो। यहाँ चाहिँ फेरि भिडियो कहिले पाइन्छ भनेर भन्दैछन् बुहारी। पाइन्छ अहिले एकैछिनमा पाउँछ। यहाँ चाहिँ रोटी हाल्ने कार्यक्रम भइरहेको। रोटी चाहिँ यस्ता भएन, पहिलोचोटि नै हो यिनीहरू सबैले रोटी बनाएको। सबैभन्दा राम्रो रोटी चाहिँ यहाँ भन्दैछ। रोटी बनाउनु लाग्यो, ललिपप भयो। सबै हेरौँ है त। रोटी चाहिँ अलि राम्रा भएको छैन अहिले, पकाउँदै गएपछि राम्रा हुन्छ। सबै मान्छे भयो। हाम्रो माइलो भाइ चाहिँ आउन पाएन। माइलो भाइ चाहिँ आउन पाएन, त्यो भएर हामी दाजुभाइ अब फोनमा गफ गर्छौँ। के छ त बाबु? आउन पाएनस् के अरे है? रमाइलो छ बाबु यार। हाम्रो त सबैजना दसैँ आए जस्तो भयो नि, त मात्रै छल्लिस यार है। ल ल पिर्नमा नि यस्तै यार, जागिरको सिलसिलामा कहिले कता है। अनि फेरि अब पछि त चाहिँ नि छुट्टी मिल्छ होला है। अब चाहिँ बल्ल चाहिँ रोटी हुन थाल्यो है, अलि राम्रो हुन थाल्यो। अब रोटी राम्रो भएको कि कान्छी बुहारी यहाँ रमाएर हाँसी कुलदेवताको पूजा सुरु गर्नुभन्दा अगाडि चाहिँ हाम्रो चाहिँ जति पनि नाग नागिनको पूजा गर्ने परम्परा छ होइन। म चाहिँ त्यो पूजा गर्दैछु होइन। अनि नागको पूजा, अनि त्यसपछि गोठमा पूजा गरिसके पछाडि अनि त्यसपछि कुलदेवताको पूजामा चाहिँ डोली सोली र प्रसाद लिएर जानुपर्छ। म चाहिँ त्यहाँ जानुभन्दा अगाडि चाहिँ पूजा गर्दैछु है। अब यो पूजा सकिएपछि अनि त्यसपछि डोली सोली प्रसाद चाहिँ हामी कुलदेवताको मन्दिरतिर जाँदैछौँ। यहाँ मेरी प्यारी यता छन्, भाइकी प्यारी यता कान्छो यता, माइलाकी प्यारी यता छन्, यहाँ छोरी यता, छोरो यता छ। यहाँ पुन्टे घन्टी बजाउँदै हिँडेको छोरी यता, अर्को छोरो उता छ होइन। अब चाहिँ हामी मन्दिर, अब हामी चाहिँ मन्दिर जाँदैछौँ है। अब चाहिँ यहीँ अब यसो एउटा फोटो खिचेर जाने भन्ने कुरो भइरह होइन।
अब हामी चाहिँ मन्दिरमा चाहिँ अब प्रसाद लिएर अब पूजा गरी सरदम लिएर अब हामी चाहिँ जान लाग्यौँ। हामी चाहिँ मन्दिर आइपुग्यौँ। अब चाहिँ पूजाको तयारी जम्मा हुँदै रहेछ। अब सबैजना जम्मा भइसके पछाडि अब चाहिँ सिर्फ हाम्रो पूजा हुन्छ र म चाहिँ त्यो पूजाको दृश्यहरू अब मन्दिरमा चाहिँ कुलदेवताको पूजाको सुरुवात गर्नुभन्दा अगाडि पुजारी कन्याहरूलाई अगाडि लगाएर पुजारी लगायत आफ्नो कुलवंश परम्परामा पूजा गर्न आएकाहरूले चाहिँ मन्दिरलाई 3 पटक घुमे पछाडि पूजा सुरुवात हुन्छ र अहिले हामी चाहिँ मन्दिर घुम्ने क्रममा छौँ। मन्दिरमा भित्र पूजा सुरु भइसकेको छ भने भित्र मुख्य कुलदेवताको पूजा सुरु भइसकेको छ, जुन पट्टलमा पूजा गर्ने परम्परा छ र रेखी तानेर यो रेखीभित्र गरिएको पूजालाई पट्टल पूजा भनिन्छ र बाहिर चाहिँ रुद्री पूजा चलिराखेको छ। त्यसो त हाम्रो वंश परम्परामा कुल देवताको पूजा मूर्तिमा नभइकन पट्टलमा गर्ने परम्परा हो है। त्यो कारणले गर्दा हाम्रो पूजा यसरी हुन्छ। मन्दिरभित्र पुजारीहरूले मन्दिरभित्र कुलदेवताको पूजा गरे तापनि मन्दिरको बाहिरपट्टि चाहिँ होम हाउतीसहित रुद्री पूजा गर्ने चलन छ हाम्रो र जुन अहिले यहाँ पूजा चलिराखेको छ, रुद्री पूजा चलिराखेको छ र समग्रमा चाहिँ हाम्रो भित्र पुजारीले पट्टल पूजा गर्ने र बाहिर रुद्री पूजा गर्ने परम्परा छ र भित्र पूजा गरेर सके तापनि बाहिरको पूजा नसकिकन चाहिँ भित्रबाट पुजारीहरू बाहिर निक्लिन पाउँदैनन् र भित्र चढाएर बाँकी रहेको प्रसाद चाहिँ मन्दिरभित्रको प्रसाद भित्रै खाइसके पछाडि मात्रै बाहिर निक्लिनुपर्छ अनि हाम्रो पूजा सकिन्छ। त्यसपछि पूजा सकिएपछि खानपान आदिको कार्यक्रम हुन्छ। पूजा सकिए पछाडि चाहिँ खानपानको कार्यक्रम जुन चाहिँ स्वामी चौतारामा छ। पूजा सकिएपछिको खानपानका क्रममा चाहिँ हामी स्वामी चौतारामा सबै भाइ बन्धुहरू जम्मा भएर चाहिँ खानपान गर्दैछौँ। अचानक पानी परेका कारणले गर्दा केही असहज भए तापनि यसपालिको कुलदेवताको पूजा भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। कुलदेवता भगवानले हामी सबैमाथि कृपा गरून्, आउने सालहरू पनि अझ शुभ रहन्, सुखद रहन्, सम्पूर्ण भाइ बन्धुहरूको उन्नति र प्रगति होस् भन्ने भगवानसँग प्रार्थना गर्दै यसपालिको कुलदेवताको पूजा चाहिँ हामीले समापन गरेका छौँ र कुलदेवताको पूजाको दृश्य प्रस्तुत गरेँ, जुन तपाईँहरूलाई हाम्रो परम्परा र हामीले कसरी गऱ्यौँ भन्ने कुरा देखाएँ। अन्त्यमा चाहिँ कुलदेवताको पूजा सकिसके पछाडि हाम्रो कुल खानदानमा रहनुभएका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत चाहिँ हाम्रो पारी हजुरबा भनेर भन्छु मैले, मेरो चाहिँ नाताले हजुरबा पर्नुहुन्छ हरिप्रसाद अधिकारी, उहाँको चाहिँ सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न गरियो र प्रत्येक साल कुलदेवताको पूजामा आफ्नो खानदानमा रहेका कुल वंश परम्परामा रहेका सबैभन्दा जेठा अर्थात् वयोवृद्ध व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमको यो वर्षबाट नयाँ थालनी पनि भएको छ, जुन राम्रो पनि लाग्यो मलाई हैन। यो सँगसँगै हाम्रो कुल खानदानको सबैभन्दा ज्येष्ठ र वयोवृद्ध चाहिँ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम सँगसँगै चाहिँ यो वर्षको कुलदेवताको पूजा चाहिँ हाम्रो समाप्त भयो। हामी सबैलाई कुलदेवताले रक्षा गरून्, कल्याण गरून्, हामी सबै भाइ बन्धुहरूको उन्नति र प्रगति होस् भन्ने प्रार्थना गर्दै आजको यो बसाइबाट बिदा हुन्छु। अहिलेसम्म दिनुभएको तपाईँको साथका लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद।